लसु फापुलमा होला अन्तत गरिमा चौधरीको आमा बुवासँग कानुन मन्त्री सुवेदा गौतम र गृहमन्त्रीसँग 3 बुँदे सहमति भइसकेको छ। एउटा शालिग बनाउने र सक्दो भएसम्मको कानुनमा भएसम्मको कारबाही गर्ने र आफ्नै धर्म संस्कृति अनुसारले उहाँलाई अन्त्येष्टि गर्ने ल बधाई छ। जे होस् सकेसम्म भनेपछि अब फाँसी त त्यस्तै हो, जन्म कैदसम्म चाहिँ पाउँछ होला। अझ कानुनलाई परिमार्जन गरेर अब फाँसी दिने या अरू केही उपाय होला सायद। तर यस्तो निर्दोष अबोध बालकहरूले अब आउने दिनहरूमा यस्तो भोग्न नपरोस् र यस्तो सोच राख्ने मान्छेलाई होइन कानुनको सजायबाट चाहिँ यस्तो सजाय पाउनु रहेछ भनेर डराउने किसिमले समाजमा त्यस्तै किसिमले चाहिँ जनचेतना फैलाउनु पर्यो। जय नेपाल।